हजुरहरूको भान्सामा के पाक्यो साथीहरू? मेरोमा चाहिँ निउरोको साग र रोटी पाक्यो है साथीहरू। यो मलाई पहाडबाट रुकुमबाट सासूआमाले पठाइदिनु भएको थियो। कस्तो मजाको हरियो छ क्या। फेरि यसलाई मैले तातो पानीमा बोइल गरेर मात्रै पकाउँछु। यसको हल्का टर्रोपन हुन्छ नि त। पहिला मैले आलु हालेर पकाउँथेँ, मलाई खासै मिठो लाग्ने थिएन कि यो निउरोको साग। आजभोलि फेरि नि कन्द्राङ कुन्द्रुङ हालेर पकाउँछु नि, फेरि मलाई निउरोको साग यस्तो मिठो लाग्छ कि साथीहरू। त्यही भएर मैले निउरोको साग यसरी नै बनाउँछु होइन। हजुरहरूले कसरी बनाउनुहुन्छ है साथीहरू? अनि रोटी पनि बनाउन थालेँ है मैले। अनि यो मैले रोटी बनाउँदाखेरि यो पिठो नलगाएसम्म त मलाई त रोटी नै बेल्न आउँदैन के साथीहरू। अनि हजुरहरूले चाहिँ कस्तरी राम्रोसँग बनाउनुहुन्छ होला है। तर मैले चाहिँ यसरी नै बनाउँछु। अनि सुक्खा रोटी चाहिँ कस्टमरलाई बनाइदिनु पर्यो। आज चाहिँ आफूले परौठा खान पर्यो भनेर चाहिँ परौठा बनाउन थालेँ। मैले यो सादा परौठा हामीलाई चाहिँ बुढोलाई छोरोलाई मलाई सादा परौठा हो, फेरि आलु नहालेको सादा परौठा हो है साथीहरू। अनि होटलमा हाम्रो लसुन प्याज माछा मासु सबै हुन्छ कि यो साउन भन्ने पनि हुँदैन, अनि यो माघको स्वस्तानी भन्ने पनि हुँदैन है साथीहरू। अनि विशेष त काम आफैले गर्न पर्छ त्यसको होइन। अनि माछा मासु नबनाएर पनि साध्य हुँदैन होटलमा। अनि नखाने भन्ने पनि हुँदैन कि होटलमा फेरि। अनि एकजना जति कस्टमर नखाने हुनु होला, लसुन प्याज नखाने हुनुहुन्छ भनेपछि दुईजना कस्टमर फेरि मासु खाने कस्टमर आउनुहुन्छ कि। त्यसले गर्दाखेरि होटलमा मासु अनिवार्य नै बनाउनु पर्छ। बनाएपछि त खानै पर्यो है साथीहरू, आफूले पनि कसरी बार्नेर। अनि आजको सोमबार साउने सोमबारमा पूजाआजा गर्ने भनेको हामी चाहिँ सुतकमा परेका थियौँ। त्यसले गर्दाखेरि मन्दिर पनि गइएन। अनि नत्र भने त साउनको सोमबार माछा मासु नबारे पनि पूजाआजा चाहिँ गरिन्थ्यो साथीहरू होइन। अब यस्तै छ।